आज हामी आरु बखडा, कसैले आरु बखडा भन्छ, कसैले आल्चा, अब कुनैले पलम पनि भन्छन्। यो खानको लागि हामी चापागाउँबाट यहाँ माथि लेलेको माथि हामी के अरे आएका छौँ। यहाँ पाकेर चाहिँ रुखमा लटरम्म फलेको छ यो आरु बखडा। यो खानको लागि तपाईहरु आउन सक्नुहुन्छ। यो चाहिँ रुख अति नै फलेको छ। ल है त, ल गजब गजब फलेको। ल दामी बनाउने रे दामी, ब्लग गजब 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 फलेको। ल ल ओहो एकदम ल गजब। आहा ल खान आउनुहोस् है यहाँ। यो चापागाउँबाट नजिकै माथि लेले नजिकै, नजिकै लेलेभन्दा हल्का माथितिर एकदम गजब फलेको छ यहाँ। यो चाहिँ नै म पहिला अफिस जाने बाटो। ल ल ल ल गजब गजब गजब।